आज म कति दिनपछि क्रिकेट खेल्न गएको थिएँ। ओह शिट! क्रिकेट भन्न बित्तिकै मलाई अहिले एउटा कुरा याद आयो। मैले क्रिकेट खेलेर आएपछि साबुन पानीले हात धुन बिर्सेछु। तपाईँ एकैछिन वेट गर्नु। पहिले म साबुन पानीले हात धुलाउँछु अनि भिडियो स्टार्ट गरौँ एउटा। नमस्ते गाइस, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म हो पर्वत। अघिको त सिर्फ हँसी मजाक मात्रै थियो। अब हामी भिडियोको मेन टपिकमा पस्छौँ। आजको टपिक पनि साबुनसँग नै रिलेटेड छ। हामीले साबुन पानीले हात खुट्टा धुँदा साँच्चै साबुनले ब्याक्टेरियालाई पखालेर लग्छ कि लग्दैन? हामी यो आँखाले हेर्न त सक्दैनौँ, तर आज म तपाईँलाई एउटा सानो प्र्याक्टिकल देखाउँछु। यो प्र्याक्टिकलले हामीलाई थाहा दिन्छ ब्याक्टेरिया साँच्चै साबुनले गर्दा मर्छ कि मर्दैन। त्यसैले भिडियोलाई सुरुदेखि लास्टसम्म स्किप नगरिकन हेर्नु। अब भिडियोलाई स्टार्ट गरौँ। सबैभन्दा पहिले हामी यस फोहोर पानीको ब्याक्टेरिया हेर्छौँ। यो फोहोर पानीलाई हामी एउटा डब्बामा लिन्छौँ अनि मेन हामीलाई चाहिने भनेको सिरिन्ज। मैले ब्याक्टेरिया कसरी हेर्ने अगाडिको भिडियोमा पनि तपाईँहरूलाई जानकारी दिएकै छु। यसको लागि मैले एउटा पहिले सेटअप बनाएको छु। हेर्नु, सिरिन्जको टुप्पोमा यो फोहोर पानी राखेको छु। अब यो सिरिन्जलाई यहाँ अड्याउँछु अनि लेजर लाइटले सिरिन्जको टुप्पोमा फोकस गराउँछु। फोकस गराएपछि ब्याक्टेरियाहरू यसरी देखिन थाल्छ। अब यही फोहोर पानीमा साबुन हालेर यसलाई केही समयको लागि यत्तिकै छोडिदिने। करिब यसलाई 1 घन्टा यत्तिकै छोड्दा यसको कलर चेन्ज भएर यस्तो भयो। अब यसलाई सिरिन्जमा पानी हालेर अहिलेकै प्रोसेस अपनाउने। अब सेटअपहरू पनि रेडी नै भइसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। ब्याक्टेरियाहरू बिस्तारै बिस्तारै देखिन थालिसके, तर साबुनमा भएको ब्याक्टेरियाहरू हेर्नु कति सानो सानो हुन थाल्यो। यस्तो लागिरहेको छ कि योहरू मरेको जस्तो यस्तै फिल आइरहेछ। यता छ फोहोर पानीमा भएको ब्याक्टेरिया, यता छ साबुन पानीमा भएको ब्याक्टेरिया। अब यी दुईटालाई कम्पेयर गरौँ। यो फोहोर पानीमा भएको ब्याक्टेरियाहरूको साइज तपाईँहरू हेरिहाल्नु, कत्रो ठुल्ठुलो साइज छ र यिनीहरूको मुभमेन्ट पनि कति छिटो छ। र साबुन पानीमा भएको ब्याक्टेरियाहरूको साइज सानो छ। यिनीहरूलाई हेर्दाखेरि यो ब्याक्टेरिया मरेको जस्तो लाग्छ। यो प्र्याक्टिकलले हामीलाई के सिकायो भन्दाखेरि साबुनले 90% ब्याक्टेरियालाई चाहिँ मार्दो रहेछ। उम्मेद गर्छु यो भिडियोबाट तपाईँहरूले केही नयाँ कुरा सिक्नुभयो। यदि तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सिनु र हाम्रो फ्यामिलीलाई जोइन गर्नु, यानि कि मेमोरेबल एसीलाई सब्सक्राइब गर्न नबिर्सिनु। र आजको लागि यो भिडियोमा यति नै। तबसम्म जय नेपाल, बाई बाई। अब अर्को धमाकादार भिडियोमा भेटौँला।